इन्डक्सन इन्फ्रारेड सबै भाडा लाग्ने सबै भाडा नलाग्ने कम विद्युत खाने धेरै विद्युत खाने यो के हो मार्केटको अन्य हल्ला मैले केही पनि बुझिनँ लौ न भाइ तिमीले एउटा राम्रो भिडियो बनाउनु पर्यो सबै बुझ्ने गरी भनेर अनपपुलर डिमान्ड हामीले यो भिडियोमा सबै कभर गरिदिएको छौँ इन्डक्सन इन्फ्रारेड किन्नुभन्दा अगाडि चाहिँ यो भिडियो हेरेर मात्रै हजुरले के लिने डिसिसन गर्नु होला मार्केटमा दुई तरिकाको विद्युतीय चुलो हुन्छ एउटा इन्डक्सन एउटा इन्फ्रारेड इन्डक्सनमा के हुन्छ भन्दा हजुरको इन्डक्सन बेस भाडा प्लस स्टिलको भाडाहरू लाग्छ र इन्फ्रारेडमा चाहिँ सबै तरिकाको हजुरको घरमा भएको भाडाहरू लाग्छ अब हेर्नुहोस् है इन्फ्रारेडमा सबै भाडा लाग्छ तर सिसा तातिन्छ सिसाबाट बाहिर हजुरको इनर्जी फ्लो हुन्छ त्यो भएको कारणले गर्दा फेरि अलिकति बेसी विद्युत यसले खान्छ तर सबै भाडा चाहिँ फेरि लाग्छ है त इन्डक्सनमा चाहिँ के हुन्छ भन्दा फेरि यतिकै सिसा तात्दैन हजुरले इन्डक्सन बेस भाडा राखेपछि मात्रै कम्बिनेसन भएर यसको यहाँनिर भाडा र इन्डक्सन तातिने भएको कारणले गर्दा फेरि ओभरफ्लो हुँदैन यसमा इनर्जीको र अलिकति कम विद्युत खान्छ तर सबै भाडा लाग्दैन अब एउटा राम्रो खालको इन्डक्सन इन्फ्रारेडको खोजीमा हुनुहुन्छ भने चाहिँ हामीले एकदमै जेन्युन एकदमै राम्रो कम्पनीको आफ्टर सेल्स पनि हजुरहरूले दुःख गर्नु नपर्ने सिसा फुट्यो भने के गर्नुहुन्छ सर्ट भयो भने के गर्नुहुन्छ रिपेयर त गर्नु पर्यो नि 3500 इन्डक्सन इन्फ्रारेड किनेर त्यो कहिले तात्ने कहिले खाना पाक्ने त्यस्तो खालको नहेर्नुहोस् राम्रो हेर्नुहोस् भोलि कहाँ जानुहुन्छ बिक्री गर्ने बनाउनको लागि फेरि फ्याल्दिने त्यसलाई युज एन्ड थ्रो त्यसैले वान टाइम इन्भेस्टमेन्ट हो घरमा जोड्ने चिज नै हो यो पनि केही फरक पर्दैन त्यसैले इन्डक्सन इन्फ्रारेड पनि बुझिहाल्नुभयो कस्तो लिने पनि अब हजुरले बुझिहाल्नुभयो र ट्रस्टेड सेलर जस्तै हामी अर्बन चोइस ढुक्कै ढुक्कले वारेन्टी सहित हामी हजुरलाई स्टाम्पको कम्पनीको स्टाम्प सहित दिनेवाला छौँ राम्रो खालको इन्डक्सन इन्फ्रारेडको खोजीमा हुनुहुन्छ भने चाहिँ डबल सिंगल कम्पनी वाइज वारेन्टी वाइज अभाइलेबल छ हामीसँग थप युटेन्सिल्सहरू पनि हामीसँग कुकर कराई के चाहिन्छ भन्नु होला ल अर्डर गर्नुहोस् डेलिभरी पनि हुन्छ है त धन्यवाद